हेलो हेलो सबैजनामा नमस्कार। यो मेरो भिडियो हेर्दै हुनुहुने सम्पूर्णलाई मेरो चाहिँ दक्षिण कोरियामा काम यस प्रकारको रहेको छ। दुलो मुलो त्यस्तै हो हैन। हुन त अब दक्षिण कोरियामा काम लगभग दुलो मुलो नै हुन्छ है। तर सबैजनाको यस्तै हुन्छ भन्ने चाहिँ छैन, कुनैको सफा काम पनि हुन सक्छ। यसरी नै अब दिनहरू बितिरहेको छ दक्षिण कोरियामा 3D काम गरेर नै हैन। अझै पनि कति वर्ष गर्नुपर्छ थाहा छैन साथीहरू है। तपाईहरुको के कस्तो छ काम? मेरो चाहिँ भने यस्तै नै हो। लगभग यो काम अब 2 घण्टाको काम हुन्छ अनि अरु कामहरु गर्नुपर्ने हुन्छ। यस्तै हो साथीहरु, कोरियाको काम अब दुलो मुलो हैन। अब सफा काम त अलिकति गाह्रो नै हुन्छ भेट्नलाई हामी E9 वर्करहरुले है। त्यस्तै भनौं न अब। ल साथीहरु कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला र तपाईहरुको काम के कस्तो चलिरहेको छ, कोरियाको दैनिक के कस्तो भइरहेको छ है। सुनाउनु होला, भन्नु होला, कमेन्ट गर्नु होला हैन। र मेरो चाहिँ काम यस्तै हो। र मेरो कामलाई पनि लाइक गरिदिनु होला है। हस् त। र यो गाडी चाहिँ मलाई चाहिँ एकदम बवाल लाग्छ के। यसले सबै कुरा गर्न मिल्छ है, सामान बोक्नेदेखि फुटाउने। अब यसले भनौं न हातले छुनु पर्दैन, सबै यो मेसिनले नै गरिहाल्छ। यसले चाहिँ डोजरको काम गर्छ र डोजरले चाहिँ यसरी समात्दैन भने यसले चाहिँ ट्याप समातेर चाहिँ यसले निकै गरुङ सामानहरु पनि उचाल्ने गर्छ हैन। यो गाडी चाहिँ हाम्रो नेपालमा पनि एकदम समस्या देखिएको छ मैले चाहिँ हेर्दाखेरि। र नेपालमा चाहिँ अब सबै कुरा अब भनौं न अब कुराहरु हातले समातेर भए पनि अब उचालेर गाडीमा राख्ने गरी देखेको थियो। र यहाँ चाहिँ अब हातले समात्दैन पर्दैन, यो मेसिनले उचालेर कहाँ राख्नु पर्ने हो, के गर्नु कसरी राख्नु पर्ने हो यो सबै मिलाउँछ के यसले टक्क लाएर साथीहरु हैन। बवाल छ यो गाडी चाहिँ। साथीहरु म चाहिँ एउटा सानो कन्टेन्ट क्रिएटर हो। खासै राम्रो भिडियोहरु बनाउन त आउँदैन हैन। यसो अब हल्का फुल्का बनाइ हेरेको मात्र हो। र यस्तै भिडियोहरु मेरो हेर्न चाहनुहुन्छ भने तपाईहरुले पनि अब लाइक कमेन्टहरु अनि स्पेशली गरी सब्स्क्राइब गरिदिनु होला। आशा छ तपाईहरुले सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने, ताकि मलाई पनि अब हौसला मिलोस् आउने दिनहरु पनि अझ भिडियोहरु हाल्न मन लागोस् है। यस्तै छ साथीहरु। ल आजको भिडियो चाहिँ अब यस्तै छ। फेरि आउने दिनहरुमा अलिकति राम्रो भिडियोहरु ल्याउने कोसिस गर्दछु है। ल धन्यवाद साथीहरु भिडियो हेरिदिनु भएकोमा है।